मेरो बुढाले फेरि यहाँ टोइलेट सफा गर्दै हुनुहुन्छ साथीहरू। कस्तो छ बुढा टोइलेट सफा गर्दा? भन्नु न अरूको ठाउँको टोइलेट सफा कस्तो हुन्छ, आफ्नो घरको टोइलेट सफा कस्तो हुन्छ? यता आउनु न, यता आउनु न। मेरो छोरीले चाहिँ पानी भरिसकेन। तिर्खा लाग्छ नि, धेरै गर्मी छ। हेर्नु न आम्नाले चाहिँ पानी बोक्दैछिन् अनि म चाहिँ राम्रो रहेछ लाग्दैछु साथीहरू। ल होइन आम्नानी चाहिँ हिँड्दैछ हौ। ल अलि छिटै न, यो चाहिँ घरहरू हो, अरूको घर। होइन तल तल ए लटाउला अप्ठ्यारो छ। यता कहाँ गएको, कहाँ जाने र भन्नु त? वनमा आएको जाने, कहाँ घरमा हो र? यहाँ चाहिँ अमिलो हेर्नु न, देख्न सक्नुहुन्छ अमिलो अमिलो। अरूको नि, हाम्रो छोरी हो। अमिलो यस्तो मिठो हुन्छ हौ यो अमिलो त। यस्तो अमिलो यस्तो हुन्छ नि, दहीहरूसित यस्तो मिठो हुन्छ होइन। बिहानको घाम त बबाल भनौँ न थियो, झर्के छ यस्तो पोल्ने भयो मलाई त होइन सानो। के भन्यो? तिमी लोट ल, हेर न बाटो, हेर न हेर, हेर त्यो चप्पल लगाएको, हेर्नु न चप्पल के लगाएको, यो चप्पल के लगाएको? सुल्टी लाग्छ हौ, लग सुल्टी लाग्छ हौ, सुल्टी अरे लग। यो भएन कि बुढी औँलामा नि हो नि यो लगाउने। ल हिँड भयो पछि। तिमी हेर हेर, तिमी बाटो हेर हिँड है राम्रोसँग, छिटो घाम चर्क्यो। मोबाइल हेरेर हिँड्नु लोटेला नि अरे। हेर्नु न बाटो यस्तो छ अरे, बाटो आफूले हेर्नुपर्ने होइन, यस्तो भिरालो छ नि। अब यस्तोमा यो नि भयो घाँस काट्न ए टाढा। म पनि टाढै हो नि, तिमीलाई लगेर हामी नजिक जाने। अलि टाढा त कहाँ सक्नु है, बच्चा छ लोटिहाल्छ नि। बाटो पनि यति सानो हुन्छ यहाँ गाउँको होइन। पहिला छैन साथीहरू, हामी चाहिँ होइन ऊ त्यो तल छ नि, देख्नुभएको छ तल, तर उनी चाहिँ सबै बारी हो, सबै त माथिदेखि त्यहाँदेखि तलसम्म चाहिँ यो बारी हो। यो पालतिर डाँडालाई चाहिँ पराल्नी भन्छन् हाम्रो घरबाट। पालतिर देखिने भनेको यहीँ डाँडा हो है, पराल्नी डाँडा। यिनी चाहिँ घर हुन् है नि, घर हुन् होइन। हामी कहाँ जाने अरे? यता र उतो बारीमा यहाँ जानु सक्नु पर्यो नि। हेर्नु न कति ढिलो हुन्छ बाटो हेर्नु नै न। माथि हो नि, तल कहाँ जानु? तल होइन नि है, तल अरूको माथि हाम्रो हो। बुझ्यौ? भएपछि घाँस काटेर बिसाउने ठाउँ यही हो। हामी चाहिँ घाँस माछाले ल्याऊ, तिमीले खान्छौ ल्याऊ। यो चाहिँ हाम्रो के अरे आँपको बुट्टा हो। घाँस भारी पुऱ्याएपछि घाँस के अरे घाँस लिएर आएपछि ठक्कैमा नि चौतारी भने जस्तै हो कि यो, तर आँपको बुट्टा हो त्यति हो। अरू हो नाम कसको भन्ने? त्यो घर
आलेको भित्र बाहिर टालेको भुक्ने कुकुर पालेको त्यस्तो हो क्या त्यो घर चिनिन्न नि कसको घर हो भन्थ्यो होइन हाम्रो पहिला के होइन के भन्नुहुन्थ्यो अनि मम्मीहरूले क्या मम्मी त्यो घर कसको भनिन्थ्यो हामीले बाटो हिँड्दैन के अरे त्यो घर आलेको भित्र बाहिर टालेको भुक्ने कुकुर पालेको भन्नुहुन्थ्यो त्यसको घर हो भन्नुहुन्थ्यो क्या हामीलाई साथीहरू पहिले त्यस्तो भन्नुहुन्थ्यो क्या अनि मैले पनि मेरो छोरीले त्यस्तो सिकाउनु परेन र त्यही त होइन त्यही त माउला छ नि सानाको कपडा छ माछा माछा त कति हो माछा त हेर्नु न यो चाहिँ यो डाँडालाई चाहिँ के भन्छ नानी मेरो यो डाँडालाई चाहिँ के भन्छ नानी आँपचोर भन्छ नि यो डाँडालाई चाहिँ यो चाहिँ परा मूर्ख यो डाँडा चाहिँ के भन्छन् के भुली के थाहा भयो नि यो डाँडालाई चाहिँ के भन्छ तर यो भुवा चिती दोबान भन्छ नि माछा अचल मान जानु नि त्यसै किन हो र त्यसै त्यसै वाह साथीहरू मैले तपाईँलाई देखाउँछु ल यो त साथीहरू कति राम्रो देखेको यहाँबाट झन् राम्रो देखिन्छ यो चाहिँ मेरो ढुङ्गा छोरीले ढुङ्गा नआन न तल घाँस काट्ने आन्टीहरूलाई लाग्छ के अरे है होइन अझै हिँड्नुपर्छ वाह वाह कति राम्रो के है कति राम्रो के है कति राम्रो हेर्नु न हेर्नु नि त्यहाँ सो वाह 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 ल होइन कस्तो लोटे नि कस्तो हेर्नु न यस्तो चप्पल लाएर आउनु परेछ चप्पल लिएर यस्तो बानी त मलाई लाग्छ है यस्तो चप्पलमा हाल्ने होइन तर पनि गाह्रै छ नि यस्तो ढुङ्गाहरूमा हिँड्नु पर्यो फेरि बाटै हो तर ढुङ्गा हुन्छ नि पहाडको घर यस्तै हो त हो साथी तरै भए सम्ममा हिँड्न सजिलो हुन्छ ल मेरो छोरीले चाहिँ यस्तो हरियालीमा है यस्तो हरियाली भएको भएर होला मम्मी म त जाँदैन भन्छ अनि के गर्नु पर्नु त पर्यो होइन अब त यहाँ भर्ना पनि हुँदैन होइन अनि त्यही भएर मेरो छोरी जान्न हौ मम्मी जान्न भन्छ जानु त पर्यो होइन त्यसै भनेर हुन्छ र चाहिँ घाँस काट्ने ठाउँमा आइसकेँ मेरो छोरीले चाहिँ ए घाँस पनि काटिसक्यो देखाउ त ए यो चाहिँ घाँस नि काटिसक्यो यता सो यहाँ चाहिँ बाले काट्नु भएको रहेछ होइन ढड्डी घाँस यहाँ चाहिँ ढड्डीलाई के भनिन्छ भने ढड्डी भनेको भुइँ घाँसलाई ढड्डी भनिन्छ अनि डाले रुखको घाँसलाई फेरि डाले घाँस भनिन्छ सो यहाँ चाहिँ आधीभन्दा धेरै काट्नु भएको रहेछ बाबाले अनि तल पनि काट्नु भएको रहेछ अब चाहिँ मैले चाहिँ स्टार्ट गर्दैछु होइन यस्तो चर्को छ घाम जाँदाखेरि कस्तो होला मेरो हालत होइन ए यहाँबाट काट्ने वहाँसम्म जानुपर्छ म अब स्टार्ट गर्दैछु है साथीहरू स्टार्ट गर्नु पर्यो होइन ढोकेर भने खैनी नि भेटाएँ हेर्नु त खनिया देख्नुपर्छ खनिया त मिठो हुन्छ धेरै मिठो
साथीहरू मैले चाहिँ भारी पुऱ्याइसकेँ। यो चाहिँ मुठा मतलब कि मुठा पुऱ्याइसकेँ, भारी नि पुगिहाल्छ नि होइन। सो मेरो मुठा चाहिँ यहाँ छ, यहाँ। सो हेर्नु न कस्तो घाम भएर, लास्टै घाम भएर हेर्नु न मुख धो जस्तै भएको छ, पानीले मुख धो जस्तै कति घाम चर्केर पुऱ्याइसकेँ। 1 घन्टामा, 1-1.5 घन्टामा, 1.5 घन्टामा पुऱ्याइगयो। म 9 बजी आएको थिएँ होइन। यस्तो 9 यहाँ 10 बजीदेखि 10 बजीदेखि यति घाम चर्को लाग्छ कि चाहिँ बुटाल छेको छ, त्यही भएर मेरो छोरी ठुस्केछ। किन ठुस्केको अरे? मेरो छोरी ठुस्केछ। कसो गरेछ मेरो छोरी? हेलो, अब म चाहिँ भारी बान्छु, ढिला भइसक्यो, यहाँ बत्न लगाइसक्यो। साथीहरू मैले चाहिँ भारी बान्छु, मेरो छोरीले छोपिदिएको छ फोन चाहिँ, यसरी भारी बान्छु ल। मेरो छोरीले छोपिदिएको छ, गाह्रो मानी होइन छोरो? हो कि न? गाह्रो मानी छोपिदिएको छ केटाकेटीले। हुन त यता छ के रे, मोबाइल कहाँ फाल्यो भाइ? उता मोबाइलै खस, मोबाइलै। साथीहरू म चाहिँ भारी बोक्न लाग्यो। अलि तल्लो गर, अर्को बास बढाएर खै 5 मिनट। उता 5 वर्ष कसले लाग्छ? 5 वर्ष कसले लाग्छ? बोल्दैन के यो बेला? हातमा मोबाइल छ। मैले भारी बोकिसकेँ होइन। नामले चाहिँ अलिक छोटो भएछ कि घाँस चाहिँ उहाँदेखि यहाँसम्म चाहिँ काटेको तकन। बाल चाहिँ अस्ति नै हो त्यहाँ तकन काट्नु भएको थियो, त्यहाँ नानी भएसम्म। सो नानी चाहिँ उता पुगिसक्यो। म चाहिँ नानीले चाहिँ मम्मीको चप्पल लिएर गएछ, चप्पल लैदिँदैछ मम्मीको र आफ्नो, हो कि नै? यता हेर त, रिस छ कि मेरो नानी, हो कि नै?